पूर्व खोला गाउँपालिकाका उपाध्यक्ष भागीरथी शर्मा भट्टराई अहिले हामीसँग हुनुहुन्छ। रेडियो कुटुम्ब 97.8 मेगाहर्ज र पूर्व खोला गाउँपालिकाको संयुक्त उत्पादनमा रहेको कार्यक्रम हाम्रो पालिका अन्तर्गत यो गाउँपालिकाले के गरिरहेको छ यो विषयमा हामी संवाद गर्छौँ। भागीरथीजी, यहाँलाई स्वागत छ। हजुर, हवस्, नमस्कार। आराम हुनुहुन्छ? हजुर, आराम हुन्छ। अब पूर्व खोला गाउँपालिकाको अवस्था के छ? पूर्व खोला गाउँपालिका कतिको आराम छ? यहाँका जनताहरूले के गरिरहेका छन्? त्यहाँबाट सुरु गरौँ। पूर्व खोला गाउँपालिका आफैमा पूर्व खोला अलिकति अरू गाउँपालिकाभन्दा फरक हिसाबबाट यहाँका जनताहरूलाई चाहिँ हरेक विकास निर्माणदेखि अरू कार्यक्रमहरूमा पनि सहज हिसाबबाट चाहिँ जानुपर्छ भन्ने खालको धारणा राख्ने यहाँको जनप्रतिनिधि र सँगसँगै यहाँका जनताहरू पनि अझै एउटा उद्गम स्थल शिक्षाको हिसाबबाट र अरू व्यावसायिक हिसाबबाट पनि हाम्रो चाहिँ यो पूर्व खोला त्यही हिसाबबाट चाहिँ अगाडि बढिरहेको क्षेत्र। त्यो हुँदाखेरि यहाँका जनताहरू, यहाँका जनप्रतिनिधि पार्टीको लगायत उहाँहरू सबै कोर्डिनेसन गर्ने खालको पाटो छ। त्यो हुँदाखेरि अहिले पूर्व खोला गाउँपालिकाले विशेष गरेर शिक्षा क्षेत्रलाई, कृषि क्षेत्रलाई, पशुपालन लगायत यो पूर्वाधारका विकास निर्माणका कामहरू र महिला जागरणका कार्यक्रमहरू र महिला उद्यमीशील तालिमका कार्यक्रमहरू लिएर चाहिँ अघि बढेको अवस्था छ। र यो पछिल्लो समयमा चाहिँ पूर्व खोला गाउँपालिकामा धेरै विकास निर्माणका कामहरू अघिल्लो पटक गरेका सबै कामहरूलाई चाहिँ निरन्तरता दिइरहेको छ भनेदेखि कार्यक्रमहरू र सँगसँगै यहाँका जनताका अति आवश्यक कुराहरूसित जोडिएर यहाँका जनप्रतिनिधिहरू चाहिँ खटिराख्नु भएको अवस्था छ। र यिनी कुराहरूमा धेरैजसो अहिले चाहिँ महिलाहरू घरबाट बाहिर ननिस्कने र कतिपय विकास निर्माणका कामहरूमा चाहिँ कुनै एउटा समितिमा बस्न पनि नमान्ने खालको चाहिँ हामीले अघिल्लो समय थियो भनेदेखि अहिले एकदम जागरुक हिसाबबाट महिलाहरू पनि अगाडि बढ्नु भएको छ र समितिमा बस्ने र आफूले चाहिँ यो योजनाका कामहरू खरखार गर्नेमा पनि महिला दिदीबहिनीहरू चाहिँ योजनामा सहभागी हुनुहुन्छ र अरू विकास निर्माणका कामहरू र अरू कार्यक्रमहरू पनि गाउँपालिकाबाट अझै ठुलो हिस्सामा चाहिँ उहाँले चाहिँ अझै अपेक्षा गर्नुभएको छ र उहाँले हामी चाहिँ बाटो भेट हुँदा हामी चाहिँ उहाँहरूसित हामी सँगै काम गर्दाखेरिमा उहाँहरूले चाहिँ अझै हामीसित धेरै कुराहरू चाहिँ आशा गर्नुभएको छ र अझै धेरै कुराहरू चाहिँ अपेक्षित हुनुहुन्छ र गाउँपालिका यसैमा सन्तुष्टि छ कि यहाँका जनतालाई सुरुमै जागरुक गराउनै ठुलो कुरो रहेछ र अहिले चाहिँ जागरुक भएर चाहिँ उहाँहरूले धेरै काम गर्नलाई चाहिँ उचित हुँदाखेरिमा चाहिँ हामीलाई काम गर्नु पनि सजिलो भएको छ। जस्तो जागरुक चाहिँ के अर्थमा जागरुक थिएनन् र के अर्थमा अहिले यहाँका जनताहरू जागरुक छन्? त्यसभन्दा पहिलो समयमा महिला दिदीबहिनीहरू घर धन्दामा अथवा घाँसपात चुलो चौकोमै व्यस्त देखिनुहुन्थ्यो र उहाँहरूलाई चाहिँ कुनै कार्यक्रम, सेमिनार अथवा कुनै पनि एउटा योजनाहरूमा चाहिँ अगाडि लिएर आउन सकिन्थ्यो। आउँदाखेरि आए तापनि उहाँहरूले समय दिने त्यो खालको अवस्था थिएन र आएर कुनै कार्यक्रममा आउनुभयो भने हाजिर भएर निस्किहाल्ने अथवा त्यो कार्यक्रम के हो भन्ने खालको महत्त्व बुझ्नुहुन्न थियो। अहिले चाहिँ ती महिला दिदीबहिनीहरू चाहिँ समय लिएर बस्ने, आफ्नो घरको व्यवस्था चाहिँ मिलाएर आउने र कुनै पनि कार्यक्रम भयो भनेदेखि त्यसमा सहभागी भएर केही कुरा सिक्न पाए हुन्थ्यो भन्ने खालको उहाँहरूले त्यो खालको महिला दिदीबहिनीले गर्नुभएको छ भनेदेखि यहाँका युवा, यहाँका धेरै हाम्रा चाहिँ ज्येष्ठ नागरिक बुवा आमाहरूले पनि अनि गाउँपालिकाभित्रको सबै विकासका निर्माणका कामहरूमा सन्तोषजनक हिसाबबाट चाहिँ उहाँहरूले सरसल्लाह दिनुभएको छ र काम गर्ने कुराहरूमा चाहिँ हामीलाई सँगसँगै मोटिभेट पनि गर्नुभएको छ सँगै र हामीसित यसरी जाँदा ठिक हुन्छ भनेर उहाँहरूले कुराकानी पनि हामीसित राख्नु भएको छ। र शिक्षाको क्षेत्रमा खोला गाउँपालिकाले चाहिँ हाम्रो अहिलेको विद्यालय समायोजनको विषय र सँगसँगै यहाँका विद्यार्थीहरू
अझै इङ्ग्लिस मिडियमबाट पढ्ने विद्यार्थी भाइ बहिनीहरू इङ्ग्लिस मिडियमका चाहिँ इङ्ग्लिस का बोर्डिङका विद्यार्थीहरूभन्दा अझै उत्कृष्ट हिसाबसित हाम्रो चाहिँ यो विद्यालय संयोजनसित जोडिएका हाम्रो चाहिँ सामुदायिक विद्यालयका विद्यार्थीहरू पनि हुनुपर्छ भन्ने खालको चाहिँ यहाँका धेरै व्यक्तिहरूको चाहिँ धारणा छ। जस्तो धेरै ठाउँहरूमा के सुनिन्छ भने जस्तै जनप्रतिनिधिका कर्मचारीहरूका छोराछोरी चाहिँ कम्तीमा चाहिँ सामुदायिक स्कुलहरूमा अध्ययन गरिरहेका छन् होइन भन्ने सुनिन्छ। जस्तो अनि अनिवार्य रूपमा चाहिँ अध्ययन अध्यापन गराउनु पर्ने भन्ने पनि कतिपय स्थानीय तहमा त्यो व्यवस्था चाहिँ कडाइका साथै लागू गरिएको छ। यहाँ स्वतः स्फूर्त रूपमा त्यस्तो भइरहेको छ कि सामुदायिक विद्यालयमा नै अध्ययन गर्ने वा निजीमा जहाँ मन लाग्यो त्यहीँ भन्ने हुन्छ, के छ? हामीले चाहिँ गाउँपालिकाभित्रै हामीले निजी विद्यालय नै राखेका छैन अहिलेको अवस्थामा। अनि उहाँहरू अब कता एक अपवादको हिसाबबाट हरेक अरू समस्याका हिसाबबाट कतै जानुभएको कुरा त्यो अपवादको हिसाबबाट भनेको गाउँपालिकाभित्र पढ्ने चाहिँ निजी विद्यालय नै छैन। त्यो हुँदाखेरि यहाँ शिक्षक कर्मचारीका छोराछोरी अथवा जनप्रतिनिधिका छोराछोरी सबैले चाहिँ अहिले सामुदायिक विद्यालयमै पढ्नु भएको छ। अनि त्यसो हुँदाखेरि हामी त्यो दुईवटा धारको चाहिँ हामीसित शिक्षा नभएको हुँदाखेरि अहिले चाहिँ सबै बालबालिकाहरू एउटै विद्यालयमा चाहिँ रमाएर चाहिँ पढेको अवस्था छ। विद्यार्थी शिक्षकहरू विद्यालयको स्तर उन्नतिका लागि चाहिँ के गरिराख्नु भएको छ? गाउँपालिकाले के गरिरहेको छ? विद्यालय के अरे उसको लागि हाम्रो चाहिँ स्तर अगाडि बढाउनको लागि चाहिँ गाउँपालिकाले हामीले यो विद्यालयको लागि चाहिँ यो सामुदायिक हिसाबबाट चाहिँ हामीले यहीँ स्थापना गर्ने खालको त्यो बनाइएको छ। पाठ्य पुस्तक चाहिँ हामीले चाहिँ यहाँ चाहिँ तयार गरेका छौँ, स्थानीय पाठ्य पुस्तक। र सँगसँगै हामीले अझै यो विद्यालयमै त्यो बोर्डिङमै पढाउने शिक्षकहरूलाई चाहिँ उहाँले चाहिँ जुन बोर्डिङमा पढाउँदाखेरिमा जुन उत्साहका साथ निजी विद्यालयमा पढाउँदाखेरि उहाँले जसरी पढाउनु भएको थियो ती शिक्षकहरूलाई हामी चाहिँ स्कुलमै राखेर उहाँलाई चाहिँ त्यही खालको व्यवस्था गरेका छौँ। उहाँलाई चाहिँ त्यही खालको सेलरीमा पनि केही वृद्धि गरेका छौँ। र त्यसपछि उहाँहरूले त्यही हिसाबबाट चाहिँ सामुदायिक विद्यालयमा पढाउनुहोस् भनेर हामीले चाहिँ त्यसरी काम सुरुवात गरेका छौँ। अलिकति स्वास्थ्य क्षेत्रको कुरा गरौँ। स्वास्थ्यको हिसाबबाट हेर्दा पुर्खुरा गाउँपालिकामा अहिले धेरै जस्तो सबै वडाहरू जस्तोमा चाहिँ हामी आधा घन्टाभित्रमै स्वास्थ्य सेवा दिन मिल्ने गरी हाम्रो स्वास्थ्य चौकी र सँगसँगै हामीले इकाइहरू पनि खोलिसकेका छौँ। र कुनै वाडामा चाहिँ हामी चाहिँ 3देखि 3वटासम्म चाहिँ इकाइ चाहिँ खोल्न हाम्रो चाहिँ त्यस्तो खालको अवस्था पर्यो कि टाढाबाट आउँदाखेरिमा अलिकति समस्या भएको हुँदाखेरि जस्तै जलपामा चाहिँ 60 कुल एउटा अलिकति उसको क्षेत्रको हिसाबले गर्दा अलिकति पर भएको हुँदाखेरिमा 60 कुल एउटा छ, जलपामा एउटा छ भनेदेखि तलमाथि गर्न समस्या भएको हुँदा हामीले चाहिँ तल्लो बेट्टाका ती जलपाका ती हाम्रो चाहिँ समुदायहरूलाई चाहिँ लाभीमै पनि इकाइ खोलेर चाहिँ एउटा वार्डमा चाहिँ 3वटासम्म स्वास्थ्य चौकी र इकाइ गरेर हामीले चाहिँ त्यस्तो व्यवस्था गरेका छौँ भनेदेखि अरू वडाहरूमा पनि अति आवश्यक परेको ठाउँहरूमा चाहिँ हामीले ठाउँ पहिचान गरेर चाहिँ ती क्षेत्रहरूलाई चाहिँ सरल हिसाबबाट चाहिँ स्वास्थ्य सेवा लिनको लागि हामीले त्यो खालको व्यवस्था गरेका छौँ कि एउटा सिटामल किन्नको लागि कुनै पनि एउटा नागरिक चाहिँ घन्टौँ धाउन चाहिँ नपरोस् भनेर चाहिँ त्यो खालको हामीले चाहिँ व्यवस्था गरेका छौँ। र सँगसँगै हाम्रो चाहिँ पुर्खुरा गाउँपालिका अहिले शून्य होम डेलिभरीको कार्यक्रम हामी चाहिँ लागू गरेपछि अहिले चाहिँ शून्य होम डेलिभरी हाम्रो गाउँपालिकामा भइसकेको छ। यसलाई चाहिँ निरन्तरता दिइराखेको छ। त्यसको लागि अति आवश्यक पर्ने खालको त्यसलाई हामीले चाहिँ त्यो कर्मचारीदेखि लिएर चाहिँ सबै सामग्रीहरू चाहिँ स्वास्थ्य चौकीमा चाहिँ उपलब्ध गराएका छौँ। र हामीले चाहिँ ज्येष्ठ नागरिकहरूलाई चाहिँ घरमै गएर चाहिँ 80 वर्षभन्दा माथिको त्यो ज्येष्ठ नागरिकलाई चाहिँ घरमै गएर उपचार दिने खालको सेवा पनि दिएका छौँ। र सुत्केरीहरूलाई विशेष गरेर र बालबालिकाहरूलाई पनि त्यही किसिमबाट चाहिँ हामीले चाहिँ सेवाका कुराहरू चाहिँ प्रवर्तन मिलाएका छौँ। जस्तो भौतिक हिसाबले जुन स्वास्थ्य संस्थाहरूको
अवस्था अथवा चाहिँ मानिसहरूको दूरीलाई नजिक बनाउने गरी स्वास्थ्य चौकीहरूको व्यवस्था गर्ने कुरा भयो। त्यहाँ हुने जनशक्तिहरू र सेवा प्रवाहको कुरा पनि फेरि अर्कोतर्फ हुन्छ, त्यो चाहिँ झन् जरुरी हुने कुरा भयो। त्यहाँ चाहिँ दक्ष चिकित्सकहरू, दक्ष चाहिँ स्वास्थ्य कर्मीहरू, अनि त्यस्तै प्रकृतिका सामानहरू, गुणस्तरीय सामानहरू, प्रविधि युक्त सामानहरू छन् कि छैनन्, त्यसको अनुगमन लेखाजोखा गर्दाखेरि ती सबै कुरालाई ख्याल गरेर त्यो ठाउँमा चाहिँ अति आवश्यकता महसुस गरेर त्यहाँको मान्छेहरूलाई चाहिँ त्यो सेवा आवश्यक हो कि होइन भन्ने खालको चाहिँ हामीले चाहिँ अनुगमन गरेर तिनी कुरालाई चाहिँ पहिचान गरेर मात्रै त्यो क्षेत्रहरू चाहिँ पहिचान गरेका छौँ। र अति आवश्यक कुराहरू त्यसमा चाहिँ सेवा दिने व्यक्ति, लिने व्यक्ति भन्दा अब सेवा दिने व्यक्तिहरूमा चाहिँ कस्तो खालको चाहिँ समस्या छ भन्ने खालको कुरा पनि हामीले चाहिँ बेला बेलामा चाहिँ अनुगमन गरेका छौँ। त्यसलाई चाहिँ अति आवश्यक ती पूर्वाधारका कुराहरू र औषधिका कुराहरू र कुनै सेवा गराइ चाहिँ कुन संस्थामा पुगेपछि चाहिँ उनीहरू चाहिँ खिन्नता नभइकन एकदम खुसीसित उनीहरू चाहिँ सेवा लिएर चाहिँ फर्किने खालको वातावरण चाहिँ हामी गाउँपालिकाबाट बनाएका छौँ। अब जस्तो खानेपानीको पनि विभिन्न ठाउँहरूमा चाहिँ पाल्पाका विभिन्न स्थानीय तहहरूमा खानेपानीको चाहिँ चरम अभाव छ कतिपय ठाउँहरूमा चाहिँ। अनि पूर्व खोलामा चाहिँ कस्तो छ? अब पूर्व खोला होइन, नाम पनि यो खोला पानीसँग चाहिँ जोडिएको छ होइन, तर पानीकै अभाव हुने होइन, अब त्यस्तो पनि देखिन्छ। यो अघिल्लो समयमा चाहिँ पहिलोपटक हामी चाहिँ निर्वाचित भएर आउँदाखेरि यहाँ आउँदाखेरिमा धेरै पानीका मूलहरू अस्तव्यस्त हिसाबबाट चाहिँ बगेर गएको अवस्था थियो र त्यसलाई चाहिँ नियन्त्रण गरेर चाहिँ ठाउँमा चाहिँ पुर्याउन सक्यो भनेदेखि काम गर्न सकिन्छ भन्ने खालको चाहिँ हामीले महसुस गरेको र कतिपय व्यक्तिहरू चाहिँ डोकोमा चाहिँ गाडीमा पानी बोकेर खाएको अवस्था थियो भनेदेखि अहिले 4 वर्षको बिचमा हामी चाहिँ ती सबै कामहरूलाई चाहिँ केही हिसाबबाट चाहिँ धेरै सहज गराएका छौँ। र हामी सुरुवात गर्दैमा पनि हामीले चाहिँ यहाँ भन्दै थियौँ पूर्व खोला एक घर एक धाराको हामीले चाहिँ त्यो खालको अवधारणा सुरुवात गऱ्यौँ र अहिले चाहिँ सबै जस्तो वडाहरूमा एक घर एक धारा भइसकेको छ र डाँडा डाँडाको बस्तीहरूमा तल खोला अथवा मूलको ठाउँ हेरेर चाहिँ हामीले चाहिँ लिफ्टिङको पनि हामी चाहिँ कामहरू गरिसकेका छौँ। धेरै वार्डहरूमा चाहिँ माथिको बस्तीहरूलाई चाहिँ खानेपानीको अभाव भएको ठाउँहरूमा चाहिँ लिफ्टिङ सिस्टमबाट चाहिँ खानेपानी सुरुवात गरेका छौँ र सँगसँगै अहिले चाहिँ गाउँपालिकामा लगभग 75% भन्दा धेरै घरहरूमा चाहिँ एक घर एक धाराका कामहरू सम्पन्न भइसकेका छन् र अलिकति बाँकी ठाउँहरू चाहिँ हामी त्यो घरमा चाहिँ व्यवस्थित धारा नभएको घरमा धारा छ। अब हामीले चाहिँ अब 25%लाई चाहिँ 1-2 वर्षभित्रै हामीले चाहिँ त्यो एक घर एक धाराको पुरा काम चाहिँ पुरा गर्ने चाहिँ हाम्रो लक्ष्य छ। जस्तो अब अहिलेको एउटा समस्या के हो भने विकास गर्नका लागि पनि त बाटो पुर्याउनका लागि वा खानेपानीको धारा जोड्नका लागि कहाँ लिफ्टिङ कहाँ कुलोबाट वा पाइपबाट भन्ने कुरा एकातर्फ लेखाजोखा भयो। यहाँहरूले विकासको कुराहरू गर्नुहुन्छ, त्यसअनुसार काम पनि भएको होला होइन, तर मान्छेहरू नै गाउँमा नबस्दिने। अघि हामी तानसेनबाट आउँदाखेरि एउटा त्यहाँ डाँडो देख्दै थियौँ, त्यहाँ बस्ती नै छैन जस्तो होइन, त्यो डाँडै रित्तो भएको, घरमा कोही पनि नभएको जस्तो छ होइन। अब यो बसाइसराई पनि एउटा चाहिँ ठुलो समस्याको रूपमा चाहिँ गाउँमा देखिरहेको छ। त्यो सबै अब पहाडी जिल्लाहरूमा त्यो छ, पूर्व खोलामा पनि त्यो होला होइन। यो र विकासलाई कसरी जोड्दै हुनुहुन्छ? अब एउटा समस्याको विषय, यो एउटा चुनौतीको पनि विषय हो। जहाँ सहज हिसाबसित बस्तीमा चाहिँ पुग्नलाई हामीले चाहिँ एउटा बाटो निर्माण गऱ्यौँ र त्यही बाटो हुँदै फेरि गुन्टा कसरी चाहिँ तराई अथवा सहरपछि चाहिँ एउटा यो प्रविधि चाहिँ बढेको छ। यहाँ मात्रै नभएर नेपालका सबै पहाडी क्षेत्रका धेरै गाउँ बस्तीहरू र यहाँ पनि त्यो खालको चाहिँ केही आवाज चाहिँ यहाँ चाहिँ आएको छ र सबै गाउँ बन्द भएर गएको छ, त्यति खालको छैन। कता एक मान्छेहरू चाहिँ कुनै समस्याका कारणले गर्दा अथवा ज्येष्ठ व्यक्तिहरू यहाँ बसेर चाहिँ उहाँहरूलाई चाहिँ पकाएर पनि खान दिने व्यक्ति नहुँदा उनका चाहिँ अलिकति हेर्ने गर्ने व्यक्तिहरू चाहिँ तराईतिर अथवा सहरतिर भएको हुँदा बजारतिर भएको हुँदा उहाँहरू बाध्यतामा जानुभएको छ त भने, तर उहाँहरू यहाँबाट छोडेर त्यसरी जाँदाखेरिमा पनि उहाँहरूले
लिने सेवाहरू उहाँहरूले चाहिँ गर्ने कामहरू हाम्रो गाउँपालिकाबाट चाहिँ दिइराखेको छ। हामी चाहिँ समयमै फेरि आफ्ना हरेक समस्याहरू छन् तिनीहरू चाहिँ केही समस्याहरू चाहिँ समाधान गरेपछि फेरि आफ्नै ठाउँमा आउने हो, गाउँमै आउने हो भन्ने खालको उहाँहरूले चाहिँ कुरा गर्नुभएको छ। र त्यो हुँदाखेरिमा हामीले पनि आशा गरेका छौँ। कतिपय व्यक्तिहरू सहरमा गए तापनि हरेक अरू समस्या भएर कतिपय फर्किसक्नु भएको छ भने कतिपय फेरि आउने फेरि फर्किने तर्फमा पनि हुनुहुन्छ। र कतिपय ठाउँ समष्टि बस्तीहरू चाहिँ त्यस्तै हजुरले भने जस्तै ढोका लाएर गएका अवस्थाहरू पनि छन्, त्यो नभएको होइन। अब यी सबैले चाहिँ सबै कुराको समस्यासित सबै कुरासित हामी चाहिँ समाधान गर्न सकेका छैनौँ, तर पनि हामी चाहिँ समाधानको बाटोहरू चाहिँ अपनाइराखेका छौँ, खोजिराखेका छौँ। अघि यहाँसँग यो अन्तर्वार्ता गर्नुभन्दा पहिला चाहिँ त्यो एउटा ठाँटी लिएर यहाँसँग भेट भयो होइन। अनि अब त्यस्ता खालका ती ठाँटीहरू पार्टी पौवाहरू होइन, पुराना सम्पदाहरू जिजुबाजेहरूले बनाएका कुराहरू चाहिँ अहिले चौपारीहरू गाउँघरमा देख्न पाइँदैन। जता पनि डोजर चलिरहेको छ, कहीँ इन्जिनियरिङ कहीँ बिना इन्जिनियरिङ। किनभने एउटा मान्छेको घर पनि एउटा मान्छेको टोयलेट नजिक पुग्नका लागि पनि यो जथाभावी बाटो, यो अनावश्यक डोजर चाहिँ स्थानीय तहहरूमा यो यहाँ मात्रै होइन देशैभरि नै त्यस्तो देखिन्छ। अब अघि हामीले अनौपचारिक रूपमा हेरेका त्यस्ता खालका संरचनाहरूको संरक्षण इतिहासको झगेर्नका लागि चाहिँ यो गाउँपालिकाले के गरिरहेको छ, केही छ? हाम्रो पुरुखोला गाउँपालिकामा जस्तो पुरानो चौपारीहरू, पुरानो बस्ने खालको त्यो ठाँटीहरू कि जहाँ चाहिँ धेरै व्यक्तिहरूले चाहिँ धेरै ठाउँहरूबाट हिँडेर आउँदाखेरिमा विश्राम गर्ने, शीतल लिने चाहिँ त्यो खालको पहिलाको त्यो परिवेशमा चाहिँ बस्ने ठाउँ थियो। आजभोलि तिनीहरू पनि बिस्तारै बिस्तारै केही हिसाबबाट चाहिँ जीर्ण हुँदै गएको अवस्था छ। कि त्यस्तै बसैसराई जस्तै गरी अहिले चाहिँ बाटाहरू धेरै खुले, मान्छेहरू चाहिँ थकान भएर अथवा केही गर्मीको महसुस भएर अथवा कसैको प्रतीक्षा गर्न पर्यो भनेदेखिको त्यो ठाँटीमा बस्दो रहेछ, चौपारीमा बस्दो रहेछ। अहिले त सर मोटरसाइकलमा हिँड्छ, गाडीमा हिँड्छ, उनीहरूलाई त्यो खालको चाहिँ आवश्यकता महसुस नहुँदो रहेछ। त्यो हुँदाखेरि जगेर्ना गर्ने कुरा त्यहाँका बस्तीका व्यक्तिहरूले चाहिँ त्यति खाले त्यो चासो दिनुभएको छैन। तर गाउँपालिकाले चाहिँ अझै पनि हामीले चाहिँ त्यस्तो खालको सम्बन्धित ठाउँहरू छ भनेदेखि चौपारी लाउने, अनि पुरानो छ भने त्यसलाई चाहिँ संरक्षण गर्ने भनेर हामीले वार्डलाई पनि त्यो खालको कार्यक्रम बनाएका छौँ। र कुनै कुनै अरू वार्डहरूमा पनि हामी चाहिँ त्यसमा चौपारी संरक्षण गर्ने खालको कुरा यो रिनिरहेको पनि हामीले चाहिँ त्यो चौपारीलाई संरक्षण गरेर त्यो पुरानो हाम्रो चाहिँ त्यो क्षेत्र चाहिँ चिनाउने खालको चाहिँ रिनेर र त्यो चौपारी चाहिँ पुरानो हिसाबबाट चिनिन्छ। त्यस्तै अरू हाम्रो सिलुवाको दासी भन्नेको त्यो चौपारी, यस्ता यस्ता क्षेत्रहरूलाई चाहिँ त्यो चौपारीले अथवा त्यो पार्टी पौवाहरूले चाहिँ त्यो क्षेत्रै चिनाउने छ। ती क्षेत्रहरूलाई चाहिँ हामीले जागेर्ना गर्न भनेर चाहिँ हामीले त्यो कार्यक्रम पनि बनाएका छौँ। र अझै त्यस्ता अरू कुनै छुटेका ठाउँहरू छन् भनेदेखि फेरि आगामी बजेटमा चाहिँ त्यसलाई समेटेर हामी यिनीहरूलाई चाहिँ अगाडि लिएर जानलाई चाहिँ अगाडि बढाउनको लागि हामी काम गरिरहेका छौँ। अब जनप्रतिनिधिहरूसँग माग्ने भनेको, अघि एउटा बुवासँग त्यहाँ कुरा भएको थियो अनौपचारिक रूपमा, प्रमुख प्रशासकीय अधिकृतज्यूले त्यहाँ अरू काम गर्दै हुनुहुन्थ्यो, फाइलहरू हेर्दै हुनुहुन्थ्यो। अनि त्यति बेला चाहिँ एउटा कुलो पुरिएको छ, यो 300 मिटर जति छ, त्यसलाई चाहिँ डोजरले फालिदिनु पर्यो भनेर आउँदै हुनुहुन्थ्यो। एउटा जनताहरूको आशा पनि त्यो त उपभोक्ता समितिले वा उपभोक्ताहरूले गर्न नसक्ने थियो होला, त्यो माग्नका लागि आउनुभयो होला। यो मैले सानो उदाहरण मात्रै दिन खोजेको। अनि अब त्यसका लागि उहाँ आउनुभयो। अनि त्यसपछि मेरो घर तलतिर त्यो सानो भत्केको छ वा त्यो पनि बनाइदिनु पर्यो, अथवा चाहिँ सानातिना कुराहरू पनि पहिला जो चाहिँ बाटो सामान्य सरसफाइ गर्ने कुराहरू, तगराहरू सरसफाइ गर्ने कुराहरू होइन, मठ मन्दिर बनाउने कुराहरू, त्यसको रङरोगन गर्ने कुराहरू जुन समाज मिलेर मान्छेहरू मिलेर गर्दथे, अहिले चाहिँ सानो कुराका लागि पनि जनताहरूले स्थानीय सरकारसँगै आशा गरेको जस्तो देखिन्छ होइन। सानातिना कुराहरू पनि जुन आफैबाट सम्भव हुन्थ्यो, यो अलिकति वितरणमुखी हुने, मान्छे अल्छी हुनेतर्फ चाहिँ जनताहरू गइरहेछन् जस्तो लाग्छ। त्यो ठ्याक्कै वास्तविकता कतिपय कुरा पनि सत्य पनि कुरा हो। र कतिपय कुरा अहिले मान्छेमा बसाइसराई अनि गाउँमा चाहिँ धेरै
ज्येष्ठ नागरिक मात्रै अथवा बालबालिका मात्रै युवा जगत चाहिँ अलिकति बाहिर गएको कारणले गर्दा कुनै पनि सार्वजनिक कामहरू गर्नु पर्यो भनेदेखि अलिक त्यो काम गरी चाहिँ मान्छेको चाहिँ अभावको कारणले गर्दाखेरिमा मान्छेहरूमा चाहिँ त्यो खालको समस्या हो। तर गाउँपालिकाबाट एउटा नजिकको सरकार हो भन्ने हिसाबबाट उहाँहरूले चाहिँ धेरै आशा गर्नु पनि उहाँहरूको चाहिँ उहाँहरूले पाउन अधिकार पनि हो। किनभने स्थानीय सरकार हामीसँगै छ, वडा हामीसँगै छ, समस्याको समाधान यहाँबाट हुन्छ भन्ने खालको कुरा उहाँहरूले चाहिँ जाँच हिसाबबाट चाहिँ उहाँहरूसित त्यो उहाँहरूको अधिकारको कुरा हो। त्यो हुँदाखेरि तिनी कुरा विकास निर्माण सँगसँगै मान्छेहरूको अति आवश्यक कुराहरू हो भनेदेखि सरकारले हेर्नै पर्यो। एउटा स्वास्थ्यको विषय मात्रै नभएर शिक्षाको विषय मात्रै नभएर अनि पशुपालनको विषय मात्रै नभएर अरू अनेक अरू विकासका निर्माणका कामसित जोडिएका हरेक हाम्रा चाहिँ संरचना हरेक हाम्रा चाहिँ अति आवश्यक विषयका कुराहरूलाई पनि हाम्रो चाहिँ सरकारले चाहिँ हेर्नै पर्छ। त्यो विषयमा चाहिँ मैले ती जनताप्रति के त्यस्तो भन्न चाहिँ केही छैन कि हाम्रो सरकार छ उहाँहरूले चाहिँ उहाँहरूसित त्यो ढुक्कता छ। त्यसो हुँदाखेरि एउटा सानो सानो कुरा पनि उहाँहरूले गर्दा हुन्छ कि भन्ने हिसाबबाट चाहिँ गर्नुहुन्छ। गाउँपालिकाले चाहिँ योजनाहरू गर्दा विनियोजित बजेट चाहिँ विनियोजित गर्दाखेरि त्यही हिसाबबाट चाहिँ त्यो खालको क्षेत्रलाई चाहिँ छुट्याएको छ र कतिपय बजेटिङ गर्दाखेरि ती क्षेत्रलाई पनि काम गर भनेरै हामीले चाहिँ काम गर्न पर्ने हुँदाखेरि कतिपय कामहरू भइसकेका पनि छन् र बाँकी चाहिँ उहाँको अपेक्षा ठिक पनि हो। यहाँले अलिकति डिप्लोमेटिक नै एन्सर दिनुभयो यो कुराको चाहिँ। मैले यो प्रश्न जो पनि जनप्रतिनिधिलाई सोधेको थिएँ उहाँहरूले चाहिँ सरासर यो अलिकति अल्छी भएको हो नै भन्नुभएको थियो। यहाँले एउटा नयाँ कुरा चाहिँ के गर्नुभयो भने युवाहरू छैनन् अनि वयोवृद्धहरूले त्यो काम गर्न सक्नुहुन्न, यस कारणले पनि उहाँहरू आशावादी हुनु स्वाभाविक हो भन्ने यहाँको चाहिँ जुन तात्पर्य छ जवाफ। खास गरेर अब पुल पुलिसाहरू बनाउने हैन, भवन निर्माण गर्ने, बाटोघाटोहरू बनाउने कुराहरू यो ट्याक्क आँखाले देख्दाखेरि देखिने भयो हैन। यो कारणले यहाँ विकास भएको छ भन्ने हुने नै भइहाल्यो हैन। तर स्थानीय तहले चाहिँ मान्छेहरूलाई नै विकास गर्नका लागि, मान्छेहरूमा नै विचार रोप्नका लागि, उनीहरूलाई सुसंस्कृत बनाउनका लागि, उनीहरूलाई अनुशासन सिकाउनका लागि हैन, उनीहरूलाई मर्यादित बनाउनका लागि, जवाफदेही बनाउनका लागि चाहिँ कतिको लगानी गर्दछ? त्यसको पनि त्यही खालको तात्पर्यता त्यही खालको छ। जबकि जुन व्यक्ति एउटा विकास निर्माण भनेर देखिने भनेको एउटा पुल बन्यो भनेदेखि त्यहाँ विकास भएको भन्ने देखिन्छ। बाटो सरल र सजिलो अथवा पिच हुँदै अलिकति पुग्ने गन्तव्यसम्म पुरा सहज भयो भनेदेखि मान्छे त्यहाँ चढे गाडी चढेर जाँदाखेरि विकास भएछ यहाँ भन्ने खालको कुरा उहाँहरूले चाहिँ महसुस गर्नुहुन्छ। तर वास्तविकता विकास व्यक्तिको एउटा चेतनामा हुन आवश्यक छ। जबकि एकदम ठुलो भवन बन्यो अथवा ठुलो लाभ सहज खालको बाटो बन्यो भने पनि त्यो बाटो बिग्रन लाग्यो अथवा माथिबाट पहिरो झऱ्यो, ढुङ्गा त्यहाँ थुप्रियो भनेदेखि हाम्रो यो बाटो हो, हामीले चाहिँ यसलाई चाहिँ संरक्षण गर्नुपर्छ भन्ने खालको जबसम्म मान्छेमा चेतना हुँदैन तबसम्म त्यसले चाहिँ विकासले चाहिँ सार्थकता पाउँदैन भन्ने खालको मेरो बुझाइ छ। त्यसो हुँदा हाम्रो गाउँपालिकाले पनि तिनी खालका चेतनामूलक कार्यक्रमहरू चाहिँ हामीले चाहिँ गरिराखेका छौँ र भरिका बजेटहरूमा पनि त्यो चेतनाका कार्यक्रमहरू चाहिँ अगाडि बढाउन लिएर चाहिँ लाने खालको हामीले चाहिँ कार्यक्रमहरू अगाडि सारेका छौँ र त्यसलाई चाहिँ जस्तै एउटा विद्यालयमा छोराछोरी पढाउनुपर्छ भन्ने खालको त्यो अभिभावकलाई चाहिँ थाहा हुँदैन तबसम्म उसको बच्चाले चाहिँ राम्रोसँग पढ्दैन। त्यस्तै गरी एउटा हस्पिटल खोल्दैमा हस्पिटलमा गएर चाहिँ हरेक खालका स्वास्थ्यका समस्याका कुराहरू चाहिँ यहाँबाट पाइन्छ भन्ने खालको चेतना हुँदैन त्यहाँ तबसम्म त्यो व्यक्ति चाहिँ उपचार गर्न त्यहाँ जाँदैन। त्यस हुँदाखेरिमा सबभन्दा विकास भनेको त अझै अरू भौतिक विकास सँगसँगै मानवीय विकासलाई पनि चाहिँ हामीले चाहिँ एउटै हिसाबबाट चाहिँ एकैसाथ चाहिँ सोचेका छौँ। त्यो विकासको लागि चाहिँ हाम्रो गाउँपालिका हरेक क्षेत्रमा चाहिँ तयार छ, तत्पर पनि छ। जस्तो यहाँले अघिल्लो कार्यकाल पनि उपाध्यक्षको बिताइसक्नु भएको छ 5 वर्षसम्म र अहिले अर्को नयाँ कार्यकालको पनि 1 वर्ष नयाँ कार्यकालको पनि 1 वर्ष बितेको छ भनौँ न सुरुवात। अब 4 वर्ष बाँकी छ। अब यहाँ फेरि इलेक्टेड हुनु
भनेको यहाँलाई मन पराइएर हो भन्ने बाहेकको अर्को जवाबै हुन सक्दैन। किनभने अब यदि जनताहरूले मन पराउँदैनथे भने तपाईँ इलेक्टेड हुनुहुन्थेन। 5 वर्षसम्मको एउटा नयाँ त्यसमा चाहिँ नयाँ सङ्घीय संरचनाको अनुभव, नयाँ सिकाइ पनि भयो र यो अब 6औँ वर्षमा प्रवेश गरिसकेपछि मैले मेरो पूर्व खोलालाई चाहिँ मेरो उपाध्यक्षको मेरो आफ्नो काम कर्तव्य अधिकारको हिसाबले चाहिँ मैले यो स्थानसम्म पुर्याउनुपर्छ। म महिला भएका कारणले महिलाहरू विशेष गरेर महिलाले नै बढी आशा गर्छन्, तुलनात्मक हिसाबले बढी विश्वास पनि गर्दछन्। त्यस कारणले अब मेरो चाहिँ भूमिका यहाँनिर यो है, म यसका लागि चाहिँ मेरो प्राथमिकता छ भन्ने चाहिँ के छ? अब प्राथमिकताको हिसाबले चाहिँ यहाँका सबै महिलाहरू मात्रै नभएर सबै यहाँका जनताप्रति मेरो बराबरी प्राथमिकता छ। र किनभने जो महिलाबाट जन्मेको चाहिँ छोरा पनि त्यसको प्राथमिकता एउटै हो र ज्येष्ठ बुवा पनि उसकै प्राथमिकताभित्र पर्नुहुन्छ र त्यो घरको दाजु भाइ सबै एउटै बराबरी हिसाबमा पर्छ। तर पनि विशेष गरेर आफ्नो दायित्वको हिसाबले र आफ्नो जिम्मेवारीको हिसाबले हेर्दाखेरि हाम्रो यो समाजमा अलिक पछाडि परेका वर्गहरू जसमा महिलाहरू, त्यसमा पनि अझै समाजमा कुनै केही कुरा आयो भनेदेखि उनीहरू चाहिँ त्यो सामाजिक हिसाबबाट चाहिँ अगाडि जान नचाहने महिलाहरूलाई चाहिँ प्राथमिकता हिसाबबाट चाहिँ जानुपर्छ भन्ने खालको मेरो बुझाइ छ। र ती महिलालाई अगाडि कसरी लिएर आउनुपर्छ र सँगसँगै न्यायिक संविधानका विषयहरूमा पनि मैले चाहिँ कतिपय आफ्नो जिम्मेवारीको हिसाबबाट चाहिँ मैले काम गर्नुपर्ने हुन्छ। त्यो विषयमा पनि महिलाहरू अझै त्यसमा पनि पुरुषहरूले अलिक दबाएर बसेको समाज छ भने त्यसमा त्यो घरको पुरुषले नै निर्णय दिन आउनुहुन्छ कि त्यो हाम्रो घरको महिला चाहिँ यस्तो छ भन्ने खालको कुरा लिएर आउनुहुन्छ र महिलाले चाहिँ यहाँ गएर चाहिँ अधिकार पाइन्छ र यहाँ कुरा मेरो सुनाइ हुन्छ भन्ने खालको कतिपय महिलाहरूलाई त अझै पनि थाहा छैन। त्यो हुँदाखेरि मैले प्राथमिकताको हिसाबबाट महिला दिदीबहिनीहरूलाई चाहिँ हरेक क्षेत्रहरूमा चाहिँ एक्टिभ होस् भन्ने खालको चाहिँ म भन्न चाहन्छु। अहिले चाहिँ अब यो आर्थिक वर्ष सकिँदै पनि छ, नयाँ आर्थिक वर्ष सुरु हुँदैछ। यहाँहरू योजनाहरू फरफारकमा र नयाँ नीति तथा कार्यक्रम बनाउने क्रममा पनि हुनुहुन्छ। आगामी वर्षका लागि चाहिँ यो गाउँपालिकाले के कुरालाई प्राथमिकता दिँदैछ? विशेष गरी प्राथमिकताको हिसाबबाट धेरै विकास निर्माणका कामहरूमा हामीले चाहिँ अघिल्लो 5 वर्षको पिरियडमा चाहिँ धेरै संरचना बनाउने कामहरू चाहिँ अलिक ताकिताको हिसाबबाट गऱ्यौँ। सुरुवात कुनै काम गर्दाखेरि कुनै एउटा टोलमा गएर चाहिँ त्यहाँका महिलाहरूलाई सचेत गराउनु पर्यो भने कहाँ बस्ने भन्ने खालको समस्या हुन्थ्यो। त्यो हुँदाखेरि हामीले चाहिँ त्यो ठाउँमा चाहिँ एउटा मिटिङ बस्ने एउटा सभाहरू बनाउन सकिएको थिएन। अब त्यस्ता कामहरू चाहिँ लगभग केही कुरा चाहिँ पुरा हुँदैछन्। अनि त्यो ठाउँमा पुग्नको लागि बाटोको अप्ठ्यारो अभाव थियो। ती महिलाहरू जम्मा भएर चाहिँ कामहरू गर्नलाई केही कुरा सिक्नको लागि पनि हामीलाई चाहिँ बाटोको आवश्यकता थियो। तिनी कुराहरू पनि अब त्यहाँ प्रत्येक बस्तीमा पुगिसकेका छन्। घन्टौँसम्म महिला दिदीबहिनीहरू चाहिँ पँधेरामा गएर पानी गाग्रीमा बोकेर डोकोमा बोकेर घर लिएर आउनुपर्ने अवस्था थियो र धेरै समय त्यहाँ खर्चिन्थ्यो भनेदेखि अब घरघरमै धारा छ। त्यो हुँदाखेरि महिला दिदीबहिनीहरू त्यो समय पनि उहाँसित अलिकति बाँकी छ। त्यस हुँदाखेरि अब ती सबै समयलाई र त्यो समयलाई सदुपयोग गर्ने हिसाबबाट महिला दिदीबहिनीहरूलाई चाहिँ चेतनाका कुराहरू र हरेक अभिभावक शिक्षाका कुराहरू अथवा महिला स्वास्थ्यका कुराहरूलाई चाहिँ प्राथमिकता दिनुपर्छ भन्ने खालको चाहिँ मेरो बुझाइ छ। हस्, यो समयका लागि यहाँलाई धेरै धन्यवाद छ। अन्तिममा हस् त, नमस्कार।